हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल। मेरो च्यानलमा तपाईँहरूलाई स्वागत छ। तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आशा छ तपाईँहरूले यस भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनुहुन्छ भन्ने कुरा मैले अपेक्षा गरेको छु। अनि म छु अहिले तरकारी बजार गोलढुङ्गाको तरकारी बजारमा छु गाइज। यसै गरी म हिँडिरहेको छु देख्न सक्नुहुन्छ। आज शनिबार चर जाँदै चकचक गर्दै बच्चाहरू हिँडिरहेका छन् अगाडि। देख्न सक्नुहुन्छ यो तरकारी बजार, यतातिर नाली, यो खोला, अनि यतातिर यो घर बचाउनको लागि हेलो गाइस, यो हो खै के हो यो त हो के हो। यहाँबाट बाटो बनिरहेको अवस्था छ। तपाईँहरूलाई स्पेसल एउटा कुरा देखाउँदैछु म। यहाँबाट यो बाटो भत्किएको छ र एउटा स्पेसल कुरा यो गेटको बारेमा म तपाईँहरूलाई देखाउँदैछु। यो गेट के का लागि बनाइएको थाहा छैन, तर यतातिर यो खाली चौर हो। यसमा खै के बन्दैछ थाहा भएन। यतातिर जाली बन्दैछ। अनि यो अगाडिको गेट देखिराख्नु भएको छ, यो बिचमा छ है। यो बिचमा छ यो गेट। यो अब कसरी बनाइएको हो, किन बनाइएको हो, यहाँबाट कतातिर गाडी जानको लागि बनाइएको हो, मलाई केही पनि थाहा छैन। लाग्छ अब पछि यहाँबाट केही तरकारीहरू बजारहरू यहाँ भित्रबाट आउन सक्ने सम्भावना छ। यो हो, यता खाली छ, यता पनि खाली, यो बिचमा गेट देख्न सक्नुहुन्छ। यो अब बजेटको चरम दुप पुगेको कि के हो मलाई थाहा भएन। यो अब गेटमा यो बिचमा बसेको छ, थाहा भएन है त। यो देख्न सक्नुहुन्छ। अनि हामी यहाँबाट जाँदैछौँ। हेलो गाइज, कहाँ जानु लाग्यो तिमीहरू? हो माइ गड, यिनले टोक्छ है, यसले टोक्छ। अस्ति मलाई टोक्न लाग्यो। यसलाई के भन्छ? टर्की। टर्की। ओइ ओइ ओ माई गड, कति ठुल्ठुलो टर्की भन्छ कि भन्छ? टर्की कुखुरा। यता टर्कीको हुँदो रहेछ, टर्की पालन। अनि यहाँ तपाईँहरूको ल ल ल अलि छिटो हिँड, अलि छिटो हिँड गाइजहरू। ओ गाइजहरू, ओ गाइज, हेलो। कसको बल हो यो? तिम्रो हो? भाइ होला नि। त्यो पारीको जङ्गल। हेलो
देख्न सक्नुहुन्छ गाइज हाम्रो आज काठमाडौँमा एकदमै पानी परेको अवस्था हो। अनि आज बिहानैदेखि पानी परेको, हिजो राति पनि पानी परेको थियो। अनि आज बिहान पनि उठेको एकदम रमाइलो देखिरहेको छ। तर पानी चाहिँ परेको छ, देख्न सक्नुहुन्छ एकदमै घाम देखेको छैन, बादल एकदम लागेको छ, पानी परेको अवस्था हो यो, देख्न सक्नुहुन्छ। बर्खा लाग्यो भनौँ कि यो चैतको महिनामा के बर्खा लाग्यो भन्नु, यही देख्न सक्नुहुन्छ पानी एकदमै परिरहेको अवस्था छ। घर ओ माई गड, चट्याङ गोद्र्याङ गोद्रुङ गरिरहेको छ। अनि यतातिर एकदम आज घुम्न जाने प्लान थियो, आज सटरडे, आज जाने भनेको, तर एकदमै पानी परिरहेको अवस्था छ। यो एकदमै पानी परिरहेको छ, यता पनि। तपाईँहरू पनि घरमा बस्नु होला, चिसो छ एकदम, चिसो मनाउनु होला, तातो तातो झोल खाएर। अनि मासु लिआउनु होला, खसीको मासु ल्याउनु होला सबैजनाले। अनि मस्त शनिबारको यो चिसो मनाउनु होला है। अनि हामी पनि मनाउने छौँ। देख्न सक्नुहुन्छ हिजो बालेन्साको शपथ ग्रहण, आज यस्तो पानी परिरहेको छ। यो शुभ कार्य होला सायद, भोलिदेखि पर्दैन भोलिदेखि, किनभने आज शनिबार थियो। भोलिदेखि बालेन्साले एकदमै कामको लागि अगाडि बढ्नेछन् भन्ने मैले अपेक्षा राखेको छु। त्यही भएर देख्न सक्नुहुन्छ आजको दिन छुट्टी मनाइरहेका छन् बालेन्साले आफ्नै घरमा आफ्नो परिवारसँग खुसी मनाउन् भन्नको लागि पनि यो प्रकृतिले अनि दिएको अवस्था छ। अनि